आदरणीय दर्शकबिनहरू, नेपाली आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, देश विदेशमा बस्नुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरू, आज म जापानको नागोयामा छु। नागोयामा यहाँ सानो खोला छ, खोलामा आएको छु। यी साइजमा ठुलो देखिए पनि पानीको मात्रा एकदमै कम छ। यहाँ जापानमा तपाईँको नेपालमा माछाहरू यति मार्छन् है, तर जापानमा यति ठुल्ठुलो माछाहरू हुन्छ कसैले मार्दैन, छोप्दैन, लाटो लाटो हुन्छ माछाहरू। यहाँ यति धेरै माछा छ कसैलाई वास्ता नै छैन। ठुल्ठुलो माछा छ, हामी नयाँ नयाँ छौँ, यो मार्न हुने हो कि नहुने हो कि केही थाहा छैन। यत्तिकै ढुङ्गाले हाने नि मर्छ जस्तो छ, ठुल्ठुलो माछा छ। माथिदेखि तलसम्म माछा छ। ओ यहाँनिर थियो, कता गयो? पल्लो साइडतिर छ माछाहरू बढी। हो यहाँ छ एउटा चाहिँ यहाँ रहेछ। एउटा चाहिँ यहाँ चाहिँ मस्त खेलिरहेछ माछा। घुमबटा पनि हुने रहेछ। कसैले छोप्दैन, यहाँ माछा लाटो छ, कसैले छोप्दैन।